नमस्ते। आज हामी अर्डर लिस्ट र अनअर्डर लिस्ट र बटमको बारेमा चाहिँ हामी प्र्याक्टिस गर्छौं। सबभन्दा पहिला चाहिँ हामी एउटा नयाँ पेज बनाऊ। यहाँनिर के फर्स्टमा चाहिँ एउटा न्यू फाइल बाहिर बनाउन लागि चाहिँ फर्स्टमा राइट क्लिक गरेको। यहाँ गएर मैले पेज एउटा बनाउँछु services.html। ओके, अब यहाँनिर यो पेजमा चाहिँ मेरो नर्मली HTML नै हुन्छ। ओके, यहाँनिर यसलाई चाहिँ हामी सर्भिसेस भनेर टाइटल राखौं। यो चाहिँ नर्भिस एकदम माइनर कुरा हो यिनीहरू। यहाँ गएर यो पेजलाई चाहिँ तपाईले नोट गर्नु पर्यो हैन, जस्तै हरेक पेजेसमा तपाईलाई चाहिन्छ। यहाँ गएर त्यही भएर एउटा यहाँनिर मैले सर्भिस अनि यो एउटा पनि मेरो त अलरेडी रहेछ, यो गर्दा पनि राख्नु सर्भिसेस। ओके, सुरुको पेजमा सर्भिसेस भनेर आयो। यो साइट index.php एबर्डमा रहेछ। यो एबर्ड नभएकोले देखाएन। अब यहाँनिर सबैमा म यो कपी गर्छु। यतिसम्म कपी गर्दा नि के सरी यतिसम्म यहाँ पनि यहाँ चाहिँ यतिकै पेस्टबाट गरे पुग्छ। आयो सर्भिसेस। ओके, आयो होम एबाउट सर्भिसेस। ओके, सर्भिसेस यहाँनिर हाम्रो गुगलको आएन चाहिँ गुगलको छुट्टै छ के अरे हाम्रो सर्भिसेसमा। यो गुगलको एउटा छुट्टै छ। अब यहाँनिर टाइटल राख्यो, सेम कपी पेस्ट गर्दा नि भ्याल्यु और सर्भिसेस। सरी, अब हामी केमा जानु पर्यो? सर्भिसेसमा जानु पर्यो। सर्भिसेसमा अब यहाँ गएर हाम्रो अर्डर लिस्ट मैले तपाईको चाहिँ अर्डर लिस्ट र अनअर्डर लिस्ट दुईटाको छ लिस्ट चाहिँ। यहाँ र सबभन्दा सुरुमा अनअर्डर लिस्ट गर्छौँ हामी। यहाँनिर मैले चाहिँ सर्भिसेस भनेर कमेन्ट गरौँ। सर्भिसेस टु टाइपको लिस्ट हामी प्र्याक्टिस गर्छौँ, त्यही भएर सर्भिसेस 1 र सर्भिसेस 2। अब यहाँ गएर मैले एन्ड अफ सर्भिसेस 1 यहाँ सबभन्दा सुरुमा अनअर्डर लिस्ट गर्छौँ। अनअर्डर लिस्ट। अब यो अर्डर लिस्टको टाइप हो, यो लिस्टको टाइप हो। अर्डर लिस्ट हो कि अनअर्डर लिस्ट भनेर लिस्टको टाइप हो। यो अनअर्डर लिस्ट भयो। अनि अनअर्डर लिस्ट फलोड बाई हाम्रो यसलाईबाट चाहिँ फलो हुन्छ। यहाँ गएर हामीले वेब डिजाइनिङ एन्ड डेभलपमेन्ट फेरि लिस्ट वेब एप्लिकेसन डेभलपमेन्ट फेरि लिस्ट मोबाइल एप्स फेरि लिस्ट वेब होस्टिङ अनि डोमेन रेजिस्ट्रेसन। ओके, लेट्स सी। ओके, आवर सर्भिसेसमा यसरी आयो। अब यहाँनिर अर्को फेरि हामीले चाहिँ अरू के गर्न सकिन्छ? यहाँनिर यसमा टाइप पनि हुन्छ। यसको टाइपमा चाहिँ जस्तै अब अहिले हाम्रो के छ त भने चाहिँ डिस्कमा छ। यसलाई हामी सर्कल, मेनली 3 टाइप्स हुन्छ यसमा। एट्रिब्युटमा चाहिँ सर्कल भयो, यो चाहिँ सर्कल भयो। यसलाई म फोटो यहाँनिर कमेन्ट पनि गर्न सक्छु। यहाँ सरी, यहाँनिर सर्भिसेसको टाइपमा चाहिँ कुन हुन्छ त? एउटा डिफल्टमा डिस्क नै आउने भयो। ओके, डिफल्टको अगाडि लेखेको छु, पछि सर्कल अनि स्क्वायर। यो बाहेक अरू गर्नु पर्यो भने हामीले फोल्डर हामीले सीएसएसहरु गर्नुपर्छ। हामी पछि हामी गर्छौं त्यो पनि। डिस्क। ओके, डिस्क पनि गर्छौं। यहाँनिर
स्क्वायर पनि गर्न सकिन्छ। अब डिफल्टमा चाहिँ उसको डिक्स नै हुन्छ, राखेन भने नि डिफल्टमा चाहिँ डिक्स नै आउँछ यो। ओके, अनअर्डर लिस्टमा चाहिँ लिस्ट चाहिँ आउँछ तर अर्डर नभइकन आउने भयो यो हो, त्यही भएर चाहिँ ओके टाइपमा चाहिँ डिक्स स्क्वायरै राखेँ मैले। त्यसै गरी मैले अर्को अर्डर लिस्ट पनि गर्छु यहाँ। अर्डर लिस्टमा चाहिँ लिस्टिङहरू सबै यही गर्छौँ प्र्याक्टिसको लागि। ओके, हेरौँ डिफल्टमा नम्बरिङ नै आऊ 1 2 3 4 नम्बरिङ। यसमा पनि टाइपहरू हुन्छ, यसमा पनि टाइप हुन्छ। यसमा टाइप चाहिँ एउटा डिफल्टमा नम्बर भइहाल्यो, अनि अर्को भनेको चाहिँ अल्फाबेट हुनाले यहाँ गएर मैले टाइप गरेर नम्बर डिफल्टमा हुने पनि राख्नु परेन, अनि अल्फाबेटमा एबिसिडी राख्न सकियो। स्मल ए युज गरेकोले स्मल ए आयो, क्यापिटल ए युज गरेर चाहिँ क्यापिटल ए पनि गर्न सकिन्छ। अब अर्को भनेको चाहिँ यहाँ गएर रोमन नम्बर हामीले यहाँ रोमन नम्बरमा चाहिँ यहाँ गएर आईलाई डिनोट गर्छ यो। ओके, आई क्यापिटल चाहियो चाहिँ ठुलोमा चाहियो चाहिँ क्यापिटल आई गर्नु पर्यो यहाँ। अब यो अर्डर लिस्टमा चाहिँ अर्को एउटा हाम्रो चाहिँ स्टार्ट पनि हुन्छ, स्टार्ट पनि गर्न पायो हामीले यहाँनिर। स्टार्ट कतिबाट स्टार्ट गर्ने त हामी 5 बाट स्टार्ट गर्ने कि कुन नम्बरदेखि स्टार्ट गर्ने त हैन। त्यसै यहाँनिर यहाँ गएर स्टार्ट 5 गऱ्यो भने 5 देखि स्टार्ट हुने भयो यहाँ 5 देखि। ओके, भी भनेको 5 भइहाल्यो। अब अल्फाबेट ए गरेर चाहिँ ई देखि आउने भयो ई। अब डिफल्टमा नम्बर 1 गरौँ भनेर चाहिँ अथवा 6 देखि गर्नु छ भने 6 देखि नै गर्न सकियो। अर्डर लिस्टमा मात्र भएको फिचर्स हो, अनअर्डर लिस्टमा त त्यो अर्डर नै हुँदैन, त्यही भएर नम्बरिङ कतिदेखि स्टार्ट गर्ने हुँदैन, त्यही भएर यसमा भयो। अब यसमा एक्स्ट्रा फिचर्स अब हामी के पनि फिचर्सहरू राख्न सकिन्छ भने चाहिँ यहाँ गएर तल चाहिँ यसकै मुनि चाहिँ हामीले एङ्कर लिङ्क राखेका छौँ। डिफाइन छैन कुन चाहिँ डेस्टिनेसन, त्यही भएर डेस्टिनेसन डिफाइन ह्यास राख्ने हो हामीले प्र्याक्टिसको लागि। नभए चाहिँ अलिक पछि गएर चाहिँ तपाईँले यहाँनिर भ्यू डट एचटिएमएल त्यस्तो समथिङ पेजेसहरू छ नि राख्न पाएँ। अहिले त हामी प्र्याक्टिसको लागि यति। अब यहाँ गएर भ्यू मोर गरिदिने हो। ओके, भ्यू मोर हो सेम लाइक यहाँ गएर। अब यसलाई तपाईँले लिस्टमा गर्दा नि के फरक पनि पर्दैन, यहाँ गएर भ्यू मोर भनेर गर्दा नि मिल्छ। तर अलिकति कस्तो देखिन्छ हेरौँ, भ्यू मोर भनेर आइरहेछ, तर यो चाहिँ खासै त्यस्तो इफिसियन्सी देखिँदैन। यसलाई कपी गरौँ, यहाँ भित्र राख्यो भने के हुन्छ, यो पनि ठिक छ। ओके, त्यसै गरी यहाँ पनि हामीले भ्यू मोर भनेर लिस्टमा नराखेर यतिकै भ्यू मोर भनेर गरिदिने हो, भ्यू मोर। ओके, अब यो अन्डरलाइनिङ आइरहेको यो कलरिङ यस्तो आइरहेको यो डिजाइन पनि चेन्ज गर्न मिल्छ, त्यसको लागि पछि हामी गर्छौँ होइन। ओके, अब हरेकमा चाहिँ म डिटेल भ्यू डिटेल भनेर गर्छौँ यहाँनिर। त्यसको लागि म चाहिँ यसमा चाहिँ बटम युज गर्छु, BUTTON बटम। ओके, यहाँ भ्यू डिटेल कस्तो आउँछ त्यो हेरौँ त, बटम यसरी युज गर्न मिल्यो बटम। ओके, यु क्यान क्लिक हियर बटम, यहाँ बटममा क्लिक गर्न मिल्यो। हामीले जस्ट नर्मली बेसिक मात्र गरिरहेको छौँ, बेसिक भएकोले यति पुग्छ हामीलाई। अब यही पार्ट चाहिँ सबै कपी पेस्ट गर्थ्यौँ। लेस नेम मात्रै युज गर्ने होइन, अब जहाँ पनि युज गर्न सकिन्छ, जस्ट युज गर्ने तरिकामा त हामीले दिएको तपाईँलाई चाहिँ। ओके, यहाँनिर यो भइहाल्यो। ओके, एकछिन टेस्ट गरौँ, सर्भिसेस एबाउट हो यहाँ सबै काम गरिरहेछ। ओके ओके, आज हामीले जस्ट लाइक नर्मली हामीले आज चाहिँ के गर्यो त, नयाँ पेज एउटा बनायो सर्भिसेस र HTML गरेर, अनि फेरि हाम्रो यहाँनिर मेनु थप्यौँ।
मेनु थपिसकेपछि त्यहाँनिर त्यसमा कुन पेजमा डिफाइन गरिहाल्यौँ अनि त्यहाँनिर चाहिँ सर्भिसेसमा हामीले अर्डर लिस्ट र अनर लिस्टको दुईवटा गऱ्यौँ अनि त्यहाँनिर हामीले एङ्कर फेरि प्र्याक्टिस गऱ्यौँ अनि बटम एउटा गऱ्यौँ ओके आजलाई यति नै नेक्स्ट भिडियोमा हामीले अर्को यस्तो ट्याग लिएर आउँछौँ धन्यवाद